हेलो फ्रेन्ड्स, वेलकम न्यू डे न्यू भ्लग अनि सबैलाई वेलकम छ हैन। आफ्नो त्यो सुन्ने छ दाँत सुन्ने छ। अस्मी अहिलेसम्म उठेन। अस्मी भोलि सुत्ने भने अनि आज किन यसरी सुतेको थियो नि? के हो, उठ्नु पर्दैन? 9:30 भइसक्यो, सुत्या छ अहिलेसम्म। ठ्याक हटाइज मान्छे जरै निकाल्छ यो। फटाहरू पोकोको ऊ के अरे कोइन चाहिँ रिसिभ गर्ने अनि मम्मीको फोन चाहिँ रिसिभ नगर्ने। बात त सही है। अस्मी उठेर बाफ्रे हो 9:30 बजे त दाँत माझ्दैछ। 9:30 बजे हजुर ए कोही त हेर नि दुखोस् केही नि हुन्न। छिटो निकालेर पर्छ ढुक्कै रे जाने हो। अब जानुपर्छ मलाई। मैले चाहिँ के सोचेको थिएँ भने आज एक दिन राखौँ अनि आज एक दिन राखेर अनि के अरे भोलि चाहिँ पठाउँला भन्ने सोध्थ्यो कि आज भ्याउन पाएदेखि काम यो सुन्नु है यो त्यस्तो त सुन्ने भित्र दाँत दुखे होइन नि यस्तो धेरै गिदामा छ हो त्यहाँ छ जसै हाल्नु है गएर किन छैन ठाम। अब कहाँ गरेर जान्छ नि? अब घरबाट निस्केपछि मात्रै। कहाँ हो दोकान जान्छ? गोर्खा कि अब माथितिर ए बी ल जम अब जम निस्कम। अहिले फेरि पानी पऱ्यो भने टेन्सन फेरि नुहाइ त नहुँदा उता सामान ठिक्कै पारेर राखेको होला पूजा गर्नलाई। त्यसैमा राखिदेऊ कि त्यो हल्का हुन्छ त्यसमा राखिदेऊ। पेपर छ कि त्यो हजुर बिग्रियो भने रोप्दै जान्छु म नआत्तिनु। गनेर हाल गर कतिवटा छ। म खाँदै घर जान्छु रस चुक्दै जान्छु बोक छोक्रा फाल्दै जान्छु त्यसपछि एकपट्टि त मिलिहाल्छ नि। बाटोमा त्यही अलि मैले त्यसो गर्ने भने होइन अस्तिदेखि खाम छोरो भन्दा नमाने होइन। ए लान्डे गएँ म। बाई 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 बाई। तो मैं निकल चुका हूँ घर, हम चलेंगे। म चाहिँ आइसकेँ है। हिँडेर जान्छु भनेको त जङ्गल बाटो, तर म बिर्सेर बाटोमा आएपछि गाडीले हर्न बजाएपछि बल्ल थाहा भइरहेको कि गाडी तानी आउँछ भनेर म त बिर्सिरहेको हो। अनि त्यसपछि गाडीमा सरर आइए गएर चाहिँ अब गौरी पूजा गर्नु छ है। आजको चाहिँ पुजारी मै हो। सो लेट्स गोइङ। घर आइपुग्न लागिसक्यो एकछिन हो।
पहिला बत्ती दियो नि होइन नि यहाँ एउटा छ नि त बाल्दै नि फुल साँधेर त्यो मात्रै फुल साँधे हाल्नु दिउँ न के समातेर यो बाल्नु त्यो एउटा मात्रै बाल्नु हुन्छ त जगनका चढाइदिनु एउटा बालेर मलाई चाहिँ एउटा सबै यो buat mau namanya panjang lagi mahir. Itu bagi kami. Cuma kita tahu kita ini sudah.
सक्यो पूजा